राजनीतिमा आसन र यान भन्ने दुईटा कुरा हुन्छ। आसन भनेको बसिराख्ने होइन, बस्ने आसन होइन, मौका ढुकेर बस्ने, नेटवर्किङ प्लानिङ। यान भनेको एक्सन। अहिले हामी एक्सन अवस्थामा छैन, प्लानिङ नेटवर्किङ आसन। त्यो आसन अवस्थाको फर्स्ट च्याप्टर आज ओपन भयो। त्यो फर्स्ट च्याप्टरमा सम्पूर्ण ग्रन्थको सिनोप्सिस सारांश हुन्छ र त्यो सिनोप्सिस सारांशको आधारमा अगाडि बढ्ने र हाम्रो नेटवर्किङ प्लानिङ आसनमा हामी सफल भयौँ। अब दोस्रो च्याप्टरमा सबैलाई आज बोल्न दिने समय भएन। हाम्रो नरेश बहादुर सिंहको एउटा पार्टी छ, किशोरी महतोको एउटा छ, अघि नै आयो सुशील चन्द्र अधिकारीको, मीरा राणा, रमा सिंह, त्यस्तै अरू साथीहरूको हामी छिटै नै एउटा मञ्च खडा गर्नेछौँ। त्यसमा उहाँहरूले बोल्नुहुनेछ र आजका महान वक्ताहरू तल फ्लोरमा बसेर चाहिँ सुन्नुहुनेछ। त्यसपछि युवकहरूको कार्यक्रम गर्नेछ। हाम्रो सोमसिंह सरकार मञ्च, नवीन मल्लको युवा शक्ति, त्यस्तै एके साला भन्ने एउटा चाहिँ युवकहरूको छ, हिन्दू सम्राट, कफन, त्यस्तै युवकहरूको एउटा कार्यक्रम हुन्छ। त्यसमा युवकहरूको प्रतिबद्धता उहाँले जारी गर्नुहुनेछ। त्यस्तै तपाईँहरू सञ्चारकर्मीहरूको पनि एउटा हामी जमघट गर्नेछौँ। तपाईँले हामीलाई कसरी सहयोग गर्ने त? त्यसपछि कानुनविदहरूको गर्नेछौँ, परराष्ट्रविदहरूको गर्नेछौँ, मेडिकल डक्टरहरूको गर्नेछौँ, अस्पताल सञ्चालन गरेर बसेकाहरूको प्रतिबद्धता जारी गर्नेछौँ, भूगोल प्रहरी र सेनाको कार्यक्रम गर्नेछौँ, कसरी सहयोग गर्ने भनेर। त्यसपछि एउटा जुम कार्यक्रम गर्नेछौँ। जापानदेखि अमेरिकासम्मका नेपालीहरूले के भन्छन् त जुम कार्यक्रममा हामी सुन्ने। यो हाम्रो आसन अवस्था, आसन अवस्थाबाट हामी एक्सनमा जान्छौँ। तर एउटा कुरो भाषण गर्दैमा हुँदैन, सडक आन्दोलन गर्दैमा हुँदैन, शक्ति साधना नगरेसम्म सत्ता प्राप्त हुँदैन। त्यस कारणले अहिले हामी चाहिँ जुगो लाएर बसेका छौँ। यहाँ एक थरी मान्छेहरू मन्दिर भत्काउँदै हिँड्ने, मूर्ति पढ्दै हिँड्ने, हिजो अस्ति आयो मन्दिर विशाल छर्कँदै हिँड्ने। तर हामी त्यही मन्दिरमा गएर भगवान् हामीलाई शक्ति देऊ है भन्न गइरहेको छ। ती दुईजना शहीद, हे बाबु हो, तिमीहरू मऱ्यो भनेर नठान्नु है। तिमीहरू मरेका होइनौ, तिमीले साधन प्राप्त गरेका छौ। तिमीहरूबाट हामीले प्रेरणा दिनुपर्छ भन्ने ठाउँमा चाहिँ मन्दिरमा गएर हामीले प्रार्थना गरेका छौँ। अब हाम्रो अन्तिम पूजा 2082 सालको वैशाख 19 गते, वैशाख शुक्ल पञ्चमी शुक्रबारका दिन नेपाल प्राज्ञिक मञ्चले, जसको संयोजक मै छु, गोर्खा कालीका दरबारमा ठुलो अनुष्ठान हुँदैछ। गोरखनाथको पूजा गोरखनाथका नाथ योगीहरूले गर्नेछन्, गोरखकालीको पूजा ब्राह्मणहरूले गर्नेछन्, उपल्लोकोटको वज्र भैरवको पूजा 5 जना वज्राचार्यहरूले गर्नेछन्। तर हाम्रो अनुदान कसैको अनुदान भयो। गोरखनाथको पूजा र गोरखकालीको पूजाको प्रायोजन गोर्खा सबै भन्ज्याङका शान्ता बस्नेत, यहाँ आउनुभएको थियो, कहाँ जानु? ए ल यहाँ आएर यहाँ आउन, ए सरी यहाँ आउन। 2 लाख 3 लाख 4 लाख जति खर्च भयो भने शान्ता बस्नेतले खर्च गर्ने प्रायोजन। अनि गोरखकालीको पूजा, गोरखनाथको पूजा ल भयो। त्यसपछि वज्रभैरवको पूजा, गोर्खाको ठुलो आँगनमा भीमसेनको मन्दिर छ, श्रीमान पृथ्वीनारायण शाहको शालिग छ। वज्रभैरवको पूजा गरेपछि ठुला आँगनमा सधैँभरि बाँड्ने। त्यसको प्रायोजन ललितपुर लगनखेलका माया वैद्य अनि करुणाकर वैद्यका चाहिँ नातिनी। र आज हामीले सङ्घ पार्कमा एउटा वज्राचार्य गुरुज्यूद्वारा
दुर्गति परिशोधन धारिणी पाठ वज्र शैलीका प्रज्ञा परिमिता पाठ र 1108 दीप प्रज्वलनको प्रायोजक पनि त्यो महावैद्य। त्यस कारणले वज्र भैरवको पूजा, गोरखनाथको पूजा, गोरखकालीको पूजा गरेर गोर्खाको ठुलो आँगनमा समयपछि बाँड्ने प्रसाद स्वरूप त्यहाँ युवकहरूको प्रतिबद्धता हुन्छ। अस्तिको कार्यक्रममा पनि मैले भने तपाईँ मिडिया कर्मीहरू आउनुहोस्, आफ्नै खर्च खाएर आउने, आफ्नै खर्च खाएर जाने। तर वैशाखको 18 गते बेलुकादेखि वैशाखको 20 गते बिहानसम्मको खाई खर्च लजिङ पनि नेपाल प्राज्ञिक मञ्चले गर्छ। मेचीदेखि महाकालीसम्मको युवकहरू 20 जना 25 जना होइन, तपाईँहरूको युवकको सङ्घबाट 5 जना आउनुहोस्, आउने तपाईँहरू, जाने तपाईँहरू। तर तपाईँहरूको पनि 18 गतेदेखि 20 गतेसम्मको खाई खर्च नेपाल प्राज्ञिक मञ्चले बेहोर्छ। अनि 19 गते युवकहरूको प्रतिबद्धता सभा हुन्छ ठुलो आँगनमा, समयपछि खाएर चाहिँ सगुन पनि खाने। अनि 20 गते हामी यहाँ फर्कने, 21 गते भोजन गृहमा अनि यसले पत्रकार सम्मेलन गरेर अनि अभियान ताल्ने। यान होइन अभियान, हामी कसरी जाने त? किन त्योभन्दा पहिले नेटवर्किङ भइसक्यो हुन्छ। भोलि त्यसमा घाइते भयो भने कुन अस्पतालमा लाने? त्यो अस्पतालले हामी लान्छौँ भने जिम्मा लिनु पऱ्यो। कुन डक्टरले औषधि गर्यो, दुश्मनको डक्टर पऱ्यो भने मारिहाल्छ। यो डक्टरले चाहिँ औषधि गर्ने, डक्टरको प्रतिबद्धता, मुद्दा लड्ने वकिलहरूको प्रतिबद्धता भइसक्यो हुन्छ। त्यस कारणले वैशाखको 21 गतेदेखि हामी यहाँ एक्सनमा जान्छौँ। नातिनुहोस्, सेला भन्ने भने अहिले हामी आसन स्थितिमा छौँ। त्यस कारणले हामीले यहाँ चाहिँ आज नागरिक बचाउ महाअभियानका साथीहरूलाई यहाँ मञ्च दिन सकेन। विभिन्न प्राविधिक कारणले उहाँहरू आउनुभएको छैन, उहाँहरूसँग कुरा भएको छ, उहाँहरू वारेन्टेड हुनुहुन्छ। तपाईँहरू सदर भेषमा आउनुहोस् भनेको छ। यहाँ सबैले आधाभन्दा बढी नागरिक बचाउ महाअभियानका साथीहरू हुनुहुन्छ, उहाँहरू सदर भेषमा। किनभने उहिले जार काट्ने चलन थियो। जार भात खाइरहेको छ भने साधुले जार काट्न नपाउने। यहाँ त मजाले घर सुतिरहेको मान्छेले 12 बजे कैद गर्ने। नागरिक अभियानका चाहिँ साथीहरूलाई यहाँ मञ्च दिनु त अहिले यहाँबाट एरेस्ट गरेर लैहाल्छ, कार्यक्रम बिथोल्छ। त्यस कारणले उहाँहरूलाई अपमान गरेको होइन, उहाँहरू आसनभन्दा पनि भित्र बसेर तपाईँहरू सदर भेषमा आउनुहोस् भनेर भनेको थिएँ। उहाँहरू चाहिँ थाहा नपाउने गरेर यहाँ आउनुभएको छ। यस्तो किसिमले हामीले प्लानिङ गरेर हामी एक्सनमा चाहिँ जाने हो। र हामीले देवी देवता हाम्रो कुल कल्याणको पनि आराधना गरेका छौँ, इष्टमित्रहरू पनि राखेका छौँ। अस्ति भक्तपुरमा हामी गयौँ 25 गते, एउटा नारा गुन्ज्यो भक्तपुरमा, पर्वतेहरू राजा खोइ भन्छ, नेवाराहरू जुजु गई भन्छ। जुजु गई भनेको राजा आउँछ। पर्वतेले त राजा मात्रै को खोज्छ त, राजा ल्याउने त नेवार रहेछ। पर्वतेले राजा खोइ, नेवारले जुजु भनेको राजा आउँछ, प्रतिबद्धता चाहिँ त्यस्तै मधेसका हिन्दू सम्राटहरू जागिएको छ। त्यस कारणले अब हाम्रो अभियान पक्की हुन्छ। आज जुन यो हाम्रो आसन अवस्थाको पहिलो अध्याय ओपन भयो, प्रतिबद्धता। अब यसमा चाहिँ म यस्तो, म उस्तो, मेरो प्रोटोकल यस्तो भनेर भन्ने हिँड्ने होइन। हामी तल्लोभन्दा तल्लो लो प्रोफाइलमा बसेर यो आन्दोलनलाई सफल बनाउँ। प्रोटोकल खोज्ने, मान मर्यादा खोज्ने समय होइन अहिले। एउटा सेनापतिलाई एउटा सिपाहीले दिशानिर्देश गर्ने अवस्था। किनभने अघि हिरण्याक्ष नाम गरेका दैत्यको अन्याय अत्याचारले धरती माता पातलमा पातिलिन्। वैकुण्ठ धामको भगवान विष्णुले सुँगुर हुनु पर्यो। बरा भनेको सुँगुरको एउटा प्रजाति हो। आवश्यक परेको बेलामा वैकुण्ठनाथको भगवान विष्णु सुँगुर हुनुपर्छ भने हामी त मान्छे हो। आफ्नो इगो प्रब्लम यहाँ ल्याउने होइन, स्ट्यासन यहाँ खोज्ने होइन। लो प्रोफाइलमा बसेर, लो अति लो प्रोफाइलमा बसेर आन्दोलनलाई सफल बनाउनुपर्छ।
त्यसो भने वैकुण्ठ धामको भगवान् विष्णु मैले सुँगुर भएर पृथ्वीको उद्धार गरेका थिएँ बाबै, तिमीहरू पनि लो प्रोफाइलमा बसेर सबै मिलेर गएको रहेछौ भनेर प्रसन्न हुनुहुनेछ र हाम्रो अभियान सफल हुन्छ। तपाईँहरू हारिस नखानु, अहिले भरेको भरे भन्ने हुन्न, सबै कुरोको समय आउँछ र वैशाख 21 गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजकजीको नजरबन्द खुलाएन भने, हाम्रो बन्दी बनाएका साथीहरूलाई मुक्त गरेन भने 22 गतेको दिनमा हामीहरूले जुन 3 कोणेमा शहादत प्राप्त गर्नुभएका यी वीर शहीदहरूको रगत लुटपुटेको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो। सबभन्दा पहिले मै हुन्छु। म 78 वर्षको बुढो सुगर पेसेन्ट, त्यो माटोको टीका लगाएर सबभन्दा पहिले मै हुन्छु। तपाईँहरूको को आउनुहुन्छ? 22 गतेको दिनमा सामूहिक गिरफ्तारी। त्यस कारणले हामी आन्दोलनमा ज्यानको माया मारेर हामी अगाडि बढ्नेछौँ। हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलन हुनेछ। यहाँ सशस्त्र आन्दोलन गर्छु भन्ने साथीहरूलाई पनि होइन, अहिले सशस्त्र आन्दोलनको अवस्था होइन, भद्र अवज्ञा आन्दोलन गरेर हामी अगाडि बढ्नुपर्छ। जस्तो महात्मा गान्धीले भद्र अवज्ञा आन्दोलन गरेर अङ्ग्रेजलाई जितेका थिए। 2006 सालमा काङ्ग्रेसले पनि भद्र अवज्ञा आन्दोलन गरेका थिए। हाम्रो आन्दोलन सशस्त्र भयो भने त तिनको पनि सशस्त्र, हाम्रो पनि सशस्त्र, तिनका सरहमा गयौँ हामी, तिनैभन्दा हामी विशिष्ट हुनुपर्छ। हाम्रो आन्दोलन भद्र अवज्ञा आन्दोलनद्वारा हामी अगाडि जाने हो। मैले अघि नै भने 21 गते हाम्रो घोषणा हुन्छ। 21 गतेसम्म पनि वारेन्ट फिर्ता लिएन, नजरबन्द फिर्ता लिएन, हाम्रा साथीहरूलाई अब चाहिँ बन्दी अवस्थाबाट छोडाएर भने 22 गते हामीले युवाहरूको रगत लुटपुटेको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो र यसमा सफलता प्राप्त होस्।